नमस्कार, म एभरेस्ट गौतम। यो हप्ता अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प तथा विश्वकै धनाढ्य टेस्लाका मालिक एलन मस्क बीचको विवाद, आरोप प्रत्यारोप सामाजिक सञ्जाल ट्विटर जस्ता विश्वका अधिकांश सञ्चार माध्यममा निकै चर्चामा रह्यो। एलन मस्कले राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउनुपर्ने अभिव्यक्ति सामाजिक सञ्जालमा दिन थालेका छन्। ट्रम्पको आर्थिक नीति तथा करप्रति असन्तुष्टि जनाउँदै ट्रम्पको प्रशासनबाट बाहिर लगतै ट्रम्प प्रशासनले टेस्लासँगको सम्झौता तथा सहयोग कटौती गर्ने जनाएका छन्, जसको कारण टेस्ला सेयरमा बिहिबार मात्र 14% अर्थात् 150 बिलियन भारी गिरावट आएको छ। एलन मस्कले ट्रम्पलाई राष्ट्रपति जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। अर्कोतिर हालैको अमेरिकाको कोलोराडोमा भएको हमलापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले 9 जुनबाट लागू हुने गरी विश्वका 12 देशबाट अमेरिका यात्रामा प्रतिबन्ध तथा अर्को 7 देशको लागि आंशिक रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। अर्कोतिर नेपालबाट 2072 सालमा गएको महाभूकम्पपछि अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूलाई दिँदै आएको अस्थायी बसोबासको सुविधा संरक्षण TPS अर्थात् टेम्पोरेरी प्रोटेक्सन स्ट्याटस अन्तर्गत करिब 7000 नेपालीहरूलाई अगस्त 5 भित्र अमेरिका छाडेर जान जानकारी गराएको छ। हालैको दिनमा अमेरिका प्रवेशको लागि भिसा आवेदन गरेका वा भिसा लागिसकेकाहरूको सामाजिक सञ्जालमा अमेरिकाप्रतिको आवेदकको गतिविधि नकारात्मक प्रतिक्रियाहरूको निगरानी राख्ने जनाएको छ। त्यस्तो गतिविधिमा सहभागी रहेको पाइएमा अमेरिका प्रवेशमा निषेध गरिने जनाएको छ। भारत सरकारले देशमा EV अर्थात् विद्युतीय सवारी साधन उत्पादनलाई प्रवर्धन गर्ने योजनाको लागि विस्तृत दिशा निर्देशनहरू जारी गरिरहँदा एलन मस्कको स्वामित्वमा रहेको विद्युतीय सवारी साधन EV टेस्लाले भारतमा उत्पादन गर्न इच्छुक नरहेको जनाएको छ। धन्यवाद, नमस्कार।